मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यति मात्र होइन, अन्य मन्त्रीहरूको नाम निकल्छ उनीहरूलाई मात्रै छानबिन गरियोस्। यस्तो गर्छ, यस्तो जिब्रो हल्लाएपछि त्यसले केही न केही दिमाग लगायो। चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हाने हो, पढ्या हो। औ मा कसम तपाईको मैले सिए पढ्याको त पास त भएको छैन। युवाहरू देशभित्र बस्नै नसकेर गएका त होइन नि त, चोइसले गर्दा हुन्। आँसुको भारी मन गाँठो पारी वहाँ नासाले पनि स्कलरसिप दिएर नासामा पनि लागु पढ्नको लागि बोलाइएको नासा। वो काम कर जिसमें तेरा टैलेंट है। 5% जीडीपी इन्क्रिज हुँदाखेरि ग्रस डोमेस्टिक प्रोडक्ट भन्छ, जीडीपी भन्छ त्यहाँ। ग्रस डोमेस्टिक प्रोडक्ट भन्छ, जीडीपी भन्छ त्यहाँ। This is objection, right place, right person. We are the needed for the Nepalese people, sir. In this the way, in this the way. अरे कहना क्या चाहते हो? Actually, त्यसले काम गरेर खुट्टा भाँच्दिन। खासमा भन्न खोजेको चाहिँ कम्मर भाँच्ने भनेको अब त्यो इन्जिनियर हुनुहुन्छ, उहाँ नाप्दाखेरि थोरै तल झरेर खुट्टामा पुगेछ। We are not talk to the all Australian peoples and Australian politicians, but I can talk to speak English, but I don't like English. I am the parliament member of in Nepal. मेरो 5 वर्षको छोराको भन्दा पुअर इंग्लिश छ के उहाँको ठीक छ। न्याय नपाए गोर्खा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु। अब गिनीतुङमा नाम लेखाउनु। नेपाल सगरमाथाको देश, भगवान गौतम बुद्धको देश भन्थे, अब भ्रष्टाचारीहरूको पनि देश हो भनेर नाम लेखाउनु। अब तपाईँहरूको अहिलेको सरकारले नेपालको इतिहासले यो नजरलाई हेर्नेछ, किनभने भ्रष्टाचारीलाई संरक्षण गर्न पाइँदैन। यो सरकार यदि जनताको हितमा छ भने, यो सरकारले यदि देशको हितमा काम गरेको छ भने, यो सरकारले भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्छ। आज रेकर्ड भयो, गिनिज बुकमा नाम लेखाउनुहोस्। अहिलेको सरकारलाई यो आदेश गर्नुहोस् कि भ्रष्टाचारीहरू आज गिरीबन्धु, त्यसै गरेर तपाईँको विभिन्न किसिमका काण्ड त मचाइयो हुँदा मन्त्रीको तपाईँको अडियो रेकर्ड आउँदासम्म मन्त्रीलाई पक्राउ नगर्ने, पक्राउ गरेर छानबिन गराउँछ माननीय सभामुख महोदय। एउटा मन्त्री बहालवाला मन्त्रीहरू यसरी अडियो टेप प्रकरण काण्ड आउँदै गर्दा अहिले पनि भिजिट भिसामा मान्छेहरूलाई सेटिङका साथ गएका प्रमाणहरू सार्वजनिक हुँदासम्म पनि सरकार मौन भएको छ। खुला अडियो टेप रेकर्ड प्रकरणमा मन्त्री क्वार्टरमा पैसा दिएको छ, मन्त्रीले राजीनामा दिएर सकेको हुन्छ। हामीले अख्तियार अनुसन्धान आयोग बनाएका छौँ यो देशमा। अख्तियार अनुसन्धान आयोगले के गरेर बसेको छ सम्माननीय सभामुख महोदय? नेपाल सरकारका गृह मन्त्रालय छ, त्यहाँभित्र विभिन्न भ्रष्टाचार न्यूनीकरण गर्नका लागि नयाँ तपाईँहरूका विभिन्न युनिटहरू छन्। ती युनिटले के हेरेर बसेका छन्? के मन्त्रीले तपाईँको राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यति मात्र होइन, अन्य मन्त्रीहरूको नाम निकल्छ उनीहरूलाई मात्रै छानबिन गरियोस्।